मासु चाहिँ झन् दामी भएको छ, साग पनि दामी भएको छ, अचार पनि दामी भएको छ है। अचार हेर्नु त यहाँ भगवान भएको छ अचार यम्मी। ल त्यो गर्नु पर्दैन, यस्तो गर्नु नभए छैन नि त यो। ल भयो थमेलाई यति गरौँ, यस्तो गरौँ छोरा, यस्तो गर। सुरु गरौँ है। ल म चाहिँ सुरु गर्नु पर्यो साथीहरू। कता चाहिँ यहाँ छेउमा ठुलो अचार नि नराखेको किन अचार बनाउनु तिमीलाई? साग तोरी हाल्नु मलाई यहाँ तोरीको साग साथीहरू मजाको लोकल साग है। मर्निङको बजारमा भेटियो होइन, सस्तो नि रहेछ आज। कति खाएँ है। सुरु गरेँ है। टेबल सानो गरेर अग्राउँदै ल तिम्रो बिचमा पऱ्यो छोरीले मासु भएपछि दाल खानु मासुसँग दाल खान्छन् भन्छ कि छोरी होइन। कसले मासुसँग खाँदैन साग खान्छन्। कस्तो छ छोरा? मिल्छ सिलाउनु कुने क्या हटियो ठिक छ। अचार खाउँ न। पानी परेर त है ठुलो पानी पर्नु नसक्यो कि अचारै दामी भएछ छोरा। तोरी कस्तो छ? दामी सरी खानु थप होला। तिमी त पकाउनु च्याम्पियन हो। धन्यवाद। रस हाल्नु है। झोल 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 हाल्नु। साग कति छिटो सकाएको नि पकाएर है। 1 घन्टा पाकेर माथि गएको नि छोरा सम्झु। तोरी पनि त खानु त्यही साग त टेस्टी हुँदैन है खानुको लागि। त्यो केलाउनलाई चाहिँ गाह्रो कि केलाउनु 10 मिनट लाग्छ। ड्याडीलाई यस्तो झ्याउलाको केलाउनलाई है। ड्याडी म खाना त सहिलो। म हाल्नु खाएर हेर नि पहिला। त राम्रो छ नि। यत्रो खाएर हेर छोरा। बाहिरको चाहिँ खानु मनपर्छ। बाहिर चाहिँ त्यही पनि खान्छ। घरको अर्ग्यानिक चाहिँ केही खाँदैन। केही नखान्छ नि होइन नि आफै भन्नुहुन्छ कि खान्छ।
त्यो भयो के खाँदैन के भने त्यो त आउँदैन हिजो हिजो लौका कसले आएको हिजो लौका पनि खाएको खायो हिजो ल आफै फेरि अगाडि कति खाँदो रहेछ भन्नुहुन्थ्यो के खान्छ बिहान नि होइन तेल हुने बेलामा भन्नुहुन्थ्यो छोरीले सबै खाँदो रहेछ भन्दाखेरि खेलाउनु मात्रै गाह्रो हो कि तोरीको साग मिठो हुन्छ नि कस्तो ढिला खाएर तिमी थप्ने हो नि त तिमी पहिला कुक हो के हो थाहा छैन के बनाउनु नजान्ने कुक चाहिँ हो के रे के बनाउनु नजान्ने कुक बनाउँदा बनाउँदै सिकाएँ त आउँछ किन यस्तो अप्ठ्यारो भयो है किन अर्को धेरै त्यो भएर होला धेरै क्यामेरा क्लोज भयो क्या किन टाढा थियो नि किन त लौका साइडमा कहिले आएको थियो राम्रो चिज खाएर राम्रो काम गर्नु होइन खाना थप्ने अझै थप्नु न छोरीलाई पनि थप्दिनँ म त खाँदिनँ अब योभन्दा बढी खायो भने फेरि हल्का त्यो टिमुरहरू पनि त्यसो नि होला है टिमुर के हाल्यो अचारमा तिमीले मासु नहुने तर पिउँछ है मम्मीले पकाएको मिठो लाने खानामा थप्दा आउँछ र मैले पहिल्यै राखेको थिएँ नि त धेरै म कहिले थप्दिनँ त मम्मीले जानु राखिदिन्छु धेरै होइन ओहो ए गास सबै लाग्दा छिटाएर कस्तो रहेछ पानी पानी को रहेछ दाइलाई कसले सम्झ्यो मैले चाहिँ खाएको थप्नु साथीहरू है टिमुर बास्ना आयो यार राम्रो टोक्छ फेरि अलिकति खाना चाहिँ टोक्दैन फेरि मेरो रगत घुम्ले भयो कि नामले फोट गरेर खा कस्तो खान्छ कस्तो साथ खायो खानाहरू तिमी उठ्छ सक्यो कति छिटो ल ल चोरीहरू खाऊ खाऊ खाएको दोहोरा खाएको हो कुन दोहोरा है खाना खाने किन पानी आयो सब उल्टो हुनुहुन्छ
पस्ने है पिरो पनि